आफ्नो बुढाको फोन आउँदा हेलो कहाँ छ तिमी? फोनै उठाउनु त। घरमा कति काम छ थाहा छैन? यति बेला मान्छेले खाना पकाउनु गर्नु अहिलेसम्म पकाइसके होइन? सकेको छैन। अहिले पछि फोन गर्छु लाग्छु। हेलो कति फोन आने हो बार बार? अरू काम छैन? हजुरजना फोन आने मात्रै छ मेरो काम। दिनभरि काम गरेर मलाई कस्तो थाक लागेको छ, टाउको दुखेछ। अहिले म सुत्छु, भोलि आउनु फोन राख्छु अहिले। बोयफ्रेन्डको फोन आउँदा इतनी खुशी। हेलो तेरो सुत म कस्तो देखिएको छु? काम देखेको नि हजुरको फोन कतिखेर आउँला भनेर म 12 बजीसम्म पर्खेर बसेको छु। मेरो बुढाले फोन गरेर कतिचोटि सताएको थियो, म टाउको दुखेर सुतेको छु भनेर पनि सकेन। हजुरको फोनमा पर्खेर बसेको छु नि। यति ढिलो के गर्छु त्यो? छिटो गर्नु हुँदैन नि। भोलिबाट छिटो फोन गर्ने काम गर्नु है। मेरो बुढाले नत्र अनलाइनमा देखेको छु, बार बार फोन हान्छु त। ल ल अहिले राख्छु है, म मेरो बाबु रहेछ, भोलि आउँछु है। ल ल बाई।